चाहिँ हामी मौला कालीका मन्दिर जान लागेको। यताबाट चाहिँ काली गण्डकी चोकबाट आउने हो भने यो चाहिँ नि अब रानीताल भयो। हामी चाहिँ नि यता चिसो पानीको बाटो हुँदै जाने हो मौला कालीका मन्दिर। बाटो कस्तो रहेछ चाहिँ टक्क लाएर थोरै भिडियो बनाऊँ भनेर मैले कहाँ बाटोमा छोडेको है बा रे। बाख्रा त यस्तो बाटो छोडेर धन्दै मान्छे हानेको हेर। रानीताल आइसकेको छ म। अब हेरौँ न यता मौला कालीका जाने यताको रानी के अरे चिसो पानीको बाटो कस्तो छ हेरौँ। चट्टा लाएर छोटो मिठो भिडियो बनाऊँ भनेर आज चाहिँ मौला कालीका दर्शन गर्न जाने भनेर हिँडेको हामी दुईजना। बाटो चाहिँ यता तल चाहिँ ठिकै छ क्या, राम्रो छ, पिच छ। माथितिरको बाटो चाहिँ अफ रोड हो। हिजो त्यही माथि पानी परेछ, चिप्लो छ कि छैन है। चिप्लो भन्दै दिमाग खराब बनाउँछ फेरि बाटोले। हेरौँ न कस्तो छ बाटो। खनै घुमाउनु पर्छ कि यताको गाउँको बाटो यस्तै हो कि अलिकति अलि मोडै बढी छ कि, मोडै बढी चक्क घुमाइ गर्नुपर्छ। यताको बाटोहरू चाहिँ नि पुरै पिच छ, त्यही भएर अलिकति मोड भएर चाहिँ नि मात्रै हो। नत्र यहाँ चिसो पानीसम्म आउनको लागि चाहिँ बाटो चाहिँ नि राम्रो छ, पिच बाटो हो। जो गाडी पनि आउन सक्छ। उता माथिको बाटो चाहिँ के छ कुनै थाहा भएन। उता कति मौला कालीको उताको फेदीको बाटो चढ्यो भने त यस्तो ठाडो छ कि त्यो बाटो आमामामा। बाइकले नि 1 गियरमा तान्नुपर्ने अवस्था आउँछ कि, त्यो पनि क्लोज लिएर। त्यस्तो हरामी बाटो त्यहाँ ठाडो छ। त्यही भएर हामी पोहोर चाहिँ उताको बाटो गएको हो। त्यही भएर यो पालि चाहिँ नि हामी यता चिसो पानीको बाटो हुँदै माथि मौला कालीका जाने भनेर आएको छ। हेरौँ न बाटो कस्तो छ माथिको। अहिलेसम्म हिँडेको छैन त्यो बाटो। म चाहिँ नि टक्क लाएर चेक गरौँ न बाटो। नयाँ बाटो नि ट्राई हान्नुपर्छ। यता तलको बाटो फेरि बढी पिच भयो नि, घुम्ती मात्रै धेरै क्या, यस्तै हो। मान्छेहरू यता गाउँबाट आएको गाडीहरू जाम आइसक्यो। यहाँनिर चाहिँ नि एउटा सानो होटेल छ यहाँ अगाडि चाहिँ नि। यतापट्टि पनि यो चिसो पानी भन्ने ठाउँ चाहिँ यही भइहाल्यो। यहाँ चाहिँ एकदम चिसो पानी आउँछ कि, त्यही भएर ठाउँको नामै चिसो पानी हो। यहाँबाट थोरै अगाडि गएपछि दाहिने मोडेर यता फर्किनुपर्छ। त्यसपछि अनि मौला कालीको बाटो माथि पुग्छ अरे त्यही बाटो। हेरौँ न कस्तो छ बाटोको अवस्था। यस्तै हो यतातिरको बाटो। बुलिङटार 45 किलोमिटर छ यहाँबाट। यही अगाडिबाट चाहिँ नि हामी लेफ्ट लागेर मौला कालीकातिर जाने हो। यही अफरोड बाटो। अटो त गइरहेछ भने हामी त जान सकेला नि। बाटो चाहिँ नि ठिक छ क्या हो। पुरै यताबाट हिँड्ने रहेछ मान्छे त हेर, पुरै उस छ त, धुलै पित्या त हेर। यताबाट राम्रो अटो त बब्बाल हिँड्दो रहेछ नि त यताबाट त। अटो बाटो यताबाट ठिक होला जस्तो लाग्यो। उताबाट नि जान त अटो नि जान्छ, तर यस्तो डेन्जर उकालो छ के। अटो हिँड्दा हाम्रो बाइक त के को नहिँड्ला र है, झन् हिँडिहाल्छ नि। यो बाटो चाहिँ नि अफ रोड भयो नि, तर गजबको बाटो बनाएर रहेछ कि चिल्लो। पानी पऱ्यो भने चाहिँ हिँड्न नसक्ने अवस्था रहेछ। पुरै ठाडै उकालो रहेछ, त्यही माथि चिल्लो हुने रहेछ। बाटो चाहिँ नि यताबाट राम्रो रहेछ है, उताबाट भन्दा यहाँसम्म चाहिँ ठिकै छ के। अब उता कस्तो छ बरु, अब धेरै अलिकति माथि अझै माथि डाँडा जाने छ। एउटा डाँडोमा चढ्यो, अर्को डाँडा जाने छ। बाटो चाहिँ राम्रो रहेछ यताबाट नि। र त धुलो थियो होला, हिजो पानी परेको भएर धुलो चाहिँ छैन। अटोहरू तन्काएर हिँडेछ पुरै मान्छे लिएर। राम्रो बाटो चाहिँ नि यस्तै हो क्या, फनफनै उकालो चढाएर रहेछ चढाउनु चाहिँ। तर
गजब बनाएर रहेछ यो बाटो चाहिँ लु कार पनि आएर रहेछ यताबाट धेरै आउँदो रहेछ गाडी कारहरू अटोहरू चाहिँ नि है इलेक्ट्रिक कार हो क्या हो यार ए के भएको छ बाइक अटो त कति धेरै हिँड्दो रहेछ यताबाट त यहाँ है लाइन परेर आछ के रे हाइट हाइट अटो आउँदैछ यहाँ त माउला कालीगाउँ त उता केबल कारबाट महँगो हुन्छ त्यही भएर मान्छे यताको वरिपरिको मान्छेहरू प्रायः जस्तो चाहिँ अटोमा बाइकमा गाडीमै आउँछ क्या टाढाको मान्छे चाहिँ नजानेर चाहिँ नि त्यो केबल कारमा आउन सक्छ त यतातिरको कि अलिकति हिँड्नै नसक्ने भने यो बाटो आयो भने हिँड्न त के हिँड्न पऱ्यो र तर बाटो चाहिँ यताको राम्रो रहेछ क्या सबै गाडीहरू अटोहरू यही बाटो हिँड्दो रहेछ धेरै जसो अझै उकालो छ क्या हो यता ठाडै यार है यतानिर रहेछ उकालो त डाँडामा जाने त हो जसरी नै उकालो चढाउनै पऱ्यो तर उताको भन्दा चाहिँ अलि राम्रो हो कि जस्तो लाग्यो मैले बाटो चाहिँ यहाँ उताको नि त्यति नराम्रो खाडलखुडिल त होइन बढी मात्रामा ठाडो छ कि उताको बाटो चाहिँ चढ भाइ चढ कति धेरै हो अटो पनि अटो मात्र आएको आइछ त यहाँ अब त सब फर्किने बेला भयो नि त हामी त ढिलो आइयो कि म गाउँ गएको थिएँ नि त हिजो गाउँ गएर पानी परेर फर्किनै सकेन दिनभरि पानी परेर त्यहाँबाट बिहानै आएको आएर नुहाइ धुवाइ गरेर पसल भात सात तरकारी पकाएर आउँदा त ढिलो भइहाल्यो नि है अझै माथि डाँडा जानुपर्छ तर त्यति उकालो चाहिँ छैन होला यति नै होला अलिक धेरै उकालो भनेको त डाँडातिर आइसक्यो हामी लगभग मौला कालिका भन्दा अल्को यही हो डाँडा हो उतापट्टि त अलि होँच छ कि मौला कालिका भएको डाँडा त अटो यता आएर बस्यो यो गयो ठाकाल टिप्न गएको चेपा क्या हो अब यहाँ त ओह्रालो जानुपर्छ अनि त्यहाँ अलिकति उकालो छ त्यहीँ पुगिहाल्यो मौला कालिका उताको भन्दा यताको डाँडा अलि अल्को छ क्या मौला काली यता ठाडै बनाएर रहेछ त यहाँ बाटो नि गेट पनि बनाएर रहेछ त यहाँ त यार यो केलाई हो यो गेट बनाएको बाघलाई हो क्या हो ढेउडा आएर बस्यो यता त ओ ढेडुवा यहाँबाट हिँडेर जाने बाटो बनाएर रहेछ यतापट्टि कारहरू अटोहरू पार्किङ गर्ने ठाउँ यहीँ रहेछ बाइक कुला डाकाले ल आज मौला कालीको मन्दिर म दर्शन गर्न आएको बुढीसँग यस्तो दिम्सो भइसक्यो काट्न मिल्छ पुरै टल्के खाएको घामले टिलिक्कै लाएर
यता हामी चाहिँ नि आज चिसो पानीको बाटो हुँदै आएको यता, त्यही भएर यताको थोरै भिडियो बनाऊँ भनेर आएको हो। काम चप्पल राख्ने ठाउँ माथि नै छ कि अहिले। ए माथि बारेर बनाएर नि छट हालेर छ बस्नलाई। बुढीले पूजा गर्नु भनेर अगाडि हिँडेर चाहिँ म पछि भिडियो गर्दा पहिला घुम्ने ख्याल पहिला घुम्ने रे नानी न घन्टा फुलदानी अनि यहाँ चाहिँ अगरबत्ती कुडीले नाक मात्र जम्मा राख्नु छौटाले भेटी बस्यो के भन्नु पूजा गरेछ मेरो कति राम्रो गर्छ तिमी फोटो खानेर भुरुमा बाँध दिन्छ अरे के बाँध्नु मेरो कपाल काट्ने बेला भइछ यार, दिमाग खराब। बुढीलाई मन्दिर लिएर आएको
मन्दिरले के मन्दिरमा के माग्यो मन्दिरमा मन्दिर आएको कतिको खुसी भएको छ एकदम धेरै हो के माग्यो त नि हजुरलाई कुन मन्दिर आएको हो मौलाकालीका मौलाकालीका मन्दिर आएको दुईजना हामी चाहिँ नि अब फर्किने लाग्यो हामी चाहिँ नि चिसो पानीको बाटो हुँदै बाइकमा फर्किने हो अघि नै त्यही बाटो हो त्यही भएर अब हामी घरतिर लाग्दैछ भोक पनि लाग्यो सरै गएर खाना खाने हो अब बाइक गएपछि के त खाना खाने मौलाकालीका मन्दिरमा दर्शन गरेर नि फर्क्यो अब आजलाई भिडियो चाहिँ नि अन्तिम भयो अब भोलि चाहिँ नि हामी मनोकामनातिर आजको लागि चाहिँ यति नै भिडियो यस्तो कोही कोहीतिर त ठाडै रहेछ क्या बाटो यहाँ यतातिरबाट आउन नि तर उतापट्टिबाट फेदी उता कालिका फेदीबाट आउने जस्तो ठाडो चाहिँ छैन यताको यो चिसो पानीबाट आउन चाहिँ नि अलि ठिक रहेछ उताबाट भन्दा आजलाई बाई बाई गुड नाइट